एन्टी एजिङ चाहिँ भिटामिन सी, भिटामिन ई, अर्को चाहिँ सनस्क्रिन छ। सनस्क्रिनमा दुईटा हुन्छ, फिजिकल एन्ड केमिकल। फिजिकल इज द बेस्ट, केमिकल चाहिँ पनि राम्रो हो, त्यो चाहिँ अल्ट्राभायोलेट ए र अल्ट्राभायोलेट बीलाई चाहिँ प्रोटेक्ट गर्छ। अनि अर्को चाहिँ रेटिनोइड छ। ओके ल, टेक केयर। एक दिनमा धेरै कुराहरू जान्नु हुँदैन, थोरै जान्ने तर राम्रोसँग जान्ने। मेन चाहिँ सनस्क्रिन हो। अहिले चाहिँ समर वेदर छ, समर वेदरमा चाहिँ सनस्क्रिन चाहिँ सबभन्दा बेस्ट भनेको एसपिएफ 30 र 50 वाला हुन्छ, जुनसुकै युज गर्दा हुन्छ। आई थिङ्क 30 चाहिँ गुड हो, 50 भन्दा पनि